नमस्ते अच्छा दिस इज योर बोय कुशल स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा र आज मैले फेरि अर्को भिडियो लिएर आएको छु हैन यस्तै छ पानी परिरहेको छ अब केही समयमा अब हामी चाहिँ माथि जान्छौँ हैन अब माथिको भ्लग आउँछ के छ गाइज अब चाहिँ यसो कुसा खाने गरौँ है राम्रो छैन म यो त बङ्गु जस्तो यस्तो मस्त हेन्समलाई आए बङ्गु जस्तो भनिदिन्छ नि अरू के कमेन्टमा लेख्दिनु त म हेन्सम छु कि यिनी हेन्सम छन् टक्क लाएर नलेखे मेरो बेइज्जत हुन्छ यहाँ चाहिँ पानी परिरहेको हामी चाहिँ हामी भित्र छिच्छौँ हामी खास यहाँ चाहिँ के काम परिरहेको भन्दाखेरि मलाई पनि थाहा छैन यसलाई पनि थाहा छैन टिकटकको रिल बनाउन टिकटक चुप लाएर बस एकैछिन बोल्न दे मलाई सुनका के भन्नु थिएछ यो डायलग मैले भुलेँ कुन डायलग के अरे यो च्यानलबाट त्यो मेरो आइडी एडभर्टाइज भएको भनेको एडभर्टाइज भइरहेछ यार भइछ है भइछ आउँछ 4 भ्युज आउँदैन आउँछ कट्छ भ्युज कति गर्छ कट्ला नि कति कट्ला हेर्दै जाम 5 भन्दा बढीको आयो भने त्यो 5 नि मेरो आइडीबाट 5 वटा आइडी होला मेरो 5 वटा आइडीबाट लाइक गर्नको लागि मोबाइल बोल्न दे मलाई मेरो भ्युअरहरु थुप्रै छन् यार मेरो भ्युअरहरुले कमेन्टमा यस्तो खालको इमोजी पठाइदिनु त पठाइदिहाल्नु यस्तो खालको के खालको लाइक फलो सबै गर्ने तर च्यानल सब्स्क्राइब चाहिँ नगर्ने के भने भाइ तिमीले के भन्छ चाहिँ यस्तो कुइरो लागिरहेको छ हेर्नुहुन्छ बाहिर हैन त्यो नमजा कुइरो लागिरहेको छ जति घर छ अर्को कुइरो लाग्छ केही देखिया आई एम रेडी गाइज अब जुत्ता लाउनु मात्र बाँकी छ अनि अब हामी माथितिर जान्छौँ हैन माथितिर जाने हो केही देखाएन हामी यो माथिको डाँडामा गएर कुइरो लाग्छ केही देखाएन आज हामी रोडमा छौँ यतिकै छ ए समाधान म क्यामेरा मिलाउँछु यही अन्त जङ्गल वन जङ्गल केही देखाएन हामी दाइ अगाडि हिँड्नु भइरहेको यस्तै छ उताबाट बाइक आइरहेछ मस्त तरिकाले र हामी जाँदैछौँ बाइक आइरहेको थियो भर्खर होइन अनि यहाँको यस्तो भ्यू छ गाइज है मकैबारी जङ्गलै जङ्गल छ गाइज अब भिडियो अलि राम्रो ल्याऊँ भन्यो भ्यू राम्रो देखाइदिउँ भन्यो बिहान यस्तो यहाँ आकाशभित्र छिरे जस्तो हुन्छ त अनि यस्तै छ यस्तै हो जिन्दगी त्यहाँ आकाशभित्र छिरे जस्तो देखिन्छ त अनि आमा यस्तो अस्ति हेर्नु त भ्यू नै आएन कि गाइज उता माथि एउटा डाँडामा स्कुल थियो खतरा यहाँ बवाल देखिन्थ्यो यही भ्यू आएन नगर न लाउनु छ एकचोटि यो त्यो छाता हातामा मात्रै हो नि मैले यार त्यो त गोडमा पोहोर भइदिन्छ यार यस्तो नि हुन्छ अनि त्यो हुन्छ यार त्यो गोडमा पोहोर भइदिरहेछ केही देखिन्न मायाकुडी त्यो कुहिरोले त्यो मायाकुडी त्यो कुहिरो लाग्यो नि यार गाइज ए साँच्चै हो म होइन कति वर्ष पहिला आउँदाखेरि यहाँ यस्तो पिजै थिएन माल जस्तै आउँदा पिज थियो होइन म हामी दसैँमा आउँदा कहाँ यस्तो थियो त नि पुरा कच्ची रोड थियो यहाँ बाटै थिएन राम्रो बाटै थिएन अनि कहाँ खाले थिएस् त्यही त्यो उसमा अगाडि राखेको थियो मेरोमा त लागिरहेको अनि धेरै नै भयो नि बाटो बनाएको 1 महिना नै भएको छैन क्या अनि उता बेङ्गलोरबाट नि भयो नि दिदी कहाँ जान्छ है कहाँ जान्छस् हामी चाहिँ माथि जानु यहाँ माथि एउटा घर छ त्यहीँ जानु तर कुहिरो देखाएन गाइस कुहिरोले देखिएन कुहिरो यस्तो बिहान पानीमा राख्छ गरेको अलिअलि सोफा दामी छ भित्र होइन यहाँ एउटा ढुङ्गै छिर्दिएको गाइस यहाँ बाटो कति शान्ति पहिला
झन् सानो बाइक जस्तो आउँछ नि पुरा डेभलप भयो तर पहिलाभन्दा लास्ट डेभलप भएको चाहिँ गाइड पहिला कच्ची रोड थियो त्यस्तो पिच म अघिल्लोचोटि दसैँमा आउँदा पुरा कच्ची थियो होइन यो नि गाउँसो छोडेको थिएन अलि अस्ति नि एकचोटि आएको थिएँ अनि अहिले आएँ होइन अहिले आउँदा नि ऊ त्यहाँ म पिच गरेको छैन यहाँ माथि बनौँ भन्ने ठाउँसम्म पिच गरेको यहाँबाट चाहिँ बनाउनु यहाँ त औँसेलीको बुट्टाहरू हुन्थ्यो यार अहिले त केही देखिन्न नि त यार यहाँ पहिलामा कच्ची रोड हुँदैन यो रोड बनाउनुले खाएर भ्याइदिए जस्तो लाउँछ कि मलाई त म्याक्सुली कस्तो यार भुक्कडहरू यार हामीलाई राखिदिनु पर्दैन अन्त चाहिँ फोन हान्दैछन् हामी चाहिँ सन्चै होइनौँ है त गाइड है त हेलो हामी आउनु लागिसक्यौँ कोहरू चाहिँ अङ्कल होइन नमस्ते अङ्कल फाइनली अङ्कलसँग भेट्यो भनिदिएको हामी चाहिँ माथि जानु लाग्यो माथि गएर क्यार्ने हो खास हामीले हामी बाहुन भयो हामी यतिको लाउने मात्र कहाँ भन्नु त्यहाँ गएर हामी जान्छौँ पानी पऱ्यो थियो अघि गाइस त्यही भएर हामी बिहान आएन माइजूले जाऊँ भन्नुहुन्थ्यो हामी 9 बजी हिँडेको बल्ल हिँडेको ठ्याक्कै यार हामी त्यहाँ पुगिसकेका थियौँ तर हामीले त्यहाँ भिडियो बनाउनु पाएनौँ आयो बाटोमा हिँड्दैछौँ अरू बाइकमा गयो हामी हिँड्दै अब हामी अब कहाँ जान्छौँ कि कुसमा जान्छौँ कि खुर्कोट जान्छौँ दाइको भएर त्यही हो हामी त कुचो मुनि खाके साथी ल केटा है त भ्यू हेर्ने हो कि सिनेमेटिक्स हेर्नुहुन्छ भ्यू हेर्ने हुन्छ हामी फेरि कुचमा जानु लाग्यो हिजो आएर आज जानु लाग्यो अब त्यो मकैको बारी छ यार कसरी जाने हो यार ध्यान त राख्छ अहिले तपाईँले पूजा सक्यो अहिले आयौँ हामी तल घर आएर अब घरबाट हामी चाहिँ हिँडेको कुस्माको लागि हिँडेर जाँदैछौँ हामी यहाँबाट त फर्किँदैन गाडी एउटा गाडी पाइँदैन अलिअलि भेट्यो कहिले भेटेर भेट्किन्युन् अन्त बाटो आएर भेट्यो हुन्छ यार भन्दा कुस्मासम्म जाने कुस्माकै त्यो अर्मानियममा जाने भने भेट्यो हुन्छ यार फेरि हामीलाई कताबाट जाने त ल हेर है अब त्यो पाहाड हाइटो पाहाड छ नि त त्यहाँबाट तल झरेर जाने अर्माली झरेर जाने कि अनि त्यो खुर्कोटतिरबाट जाने त त्यही भएर के गर्छ थाहा छैन दिस इज माई भिडियो ओ माई गड आई एम लिरिकिङ ऊ त्यो चाहिँ टाढा भन्ने ठाउँ हो गाइस त्यो टाढा उता पारिपट्टि बलेवा हेर्नुभयो होला होइन सिनेमेटिक्स हेरिसक्नुभयो होला अब हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्दैछौँ हाम्रो गन्तव्य भनेको कुसमा जाने म्याकुरी भन्दा लुक्दैन गाइस बाटो त डर पिजानेको छ यार तर यहाँ पिजाने छैन क्या ओए म्याकुरी अब म लडेँ अब म क्यार्ने भन्ने एउटा छ अब म त लडेँ त भन्ने एउटा छ नि ए गाइस यार इन गाइस यो चाहिँ समय बुट्टा भन्छ यहाँ आइसकेको छ हामी हिँड्दै हिँड्दै अब हामी कुसमा जाने हो गरे अब गाडी पाइँदैन होला कताबाट गइन्छ त्यो नि थाहा छैन तर भ्यू चाहिँ बवाल आइरहेको छ क्या यहाँबाट सुन्न सक्नुहुन्छ
किन हामी यो कहाँ जाने बाटो अरे यो चाहिँ हामी यो खुर्कोट जाने बाटो यो चाहिँ तल जाने बाटो हामी त्यहाँ तलबाट पुल तरेर खुर्कोट जाने बाटोमा निस्किन्छौँ त्यता पिच गरेको बाटो अब तपाईँलाई म त्यही पुलमा गएर भेट्छु एकछिन पछि भन्नु मिलेन क्या एकछिन भक्कै देखाइदिनु त्यही हो खुर्कोट भन्ने गाइड त्यो खोला हो त्यो बाइक हिँडिरहेको छ त्यहाँ पुल छ त यहाँ तल जानुपर्छ क्या माथि माथि घरहरू देख्न सक्नुहुन्छ हजुरहरूले यही हो खुर्कोट भन्ने उताको धुयुनी देखाइदिनु न हामी चाहिँ अलिक पुष्पमा जानु लाग्यो है गाइस पुष्प त्यत्रो हिँडेर आइयो होइन त्यत्रो हिँड्यो क्या हामी हिँड्यो नि यार तर यार माथि मामाहरूबाट यहाँ भनेको कम गाह्रो हो यार मैले बिचमा भिडियो नबनाएर हो बिचमा त बनाइदिन्छु क्या त त्यस्तो साह्रो बनाएन ल गाइस आजलाई यति है मेरो भिडियो हेरिदिएकोमा थ्याङ्क यू होइन अनि सब्सक्राइब सेयर लाइक दबाउन नबिर्सिनु होला ब्लग कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला होइन त्यही नै हो गाइस बाई बाई